हामी त बिबाले गएको हेर्नुहोस् टाइफुले पनि हामीलाई यो मासु खानलाई रोक्न सकेन बार्बिक्यू ए छाता ओढेर हाम्रो त यस्तो छ बार्बिक्यू ल हेर्नुहोस् कस्तो हुन्छ यस्तो उहाँ हाम्रो दाइहरू उता पानीले पनि टाइफुले पनि रोकेन हामीलाई यो त हामीलाई कसैले रोक्न सक्दैन हाम्रो आमाहरू दुईजना नेपालबाट आउनु भएको रोकेर रोकिने र हाम्रो मम्मीहरू पानीलाई रोकेर म खान्छु भन्दै अगाडि बढ्दै खाइरहनु भयो पानी त अब त मेरो लागि के होइन भन्दै कप्पा कप मासुको चोक्टा टिप्दै खाँदै हुनुहुन्छ यहाँ यी सुविधा पनि एकदम राम्रो छ छाता ओढाउने खाने अनि यहाँ हेर्नु न यहाँ मेरो बुढाको झन् सुविधा दुईटा मोबाइल चलाएर ल यस्तो छाता ओढेर बार्बिक्यू कसले खान्छ साथीहरू यो बार्बिक्यू यस्ता रे हुँदा परेवाले पनि साथ दिएको छ खाना छेउछेउमा यस्तै छ यी सबैजना यो रमाइलो छ तर पानी एकदम जर्रेर आयो उताबाट उतातिर पानी जर्रेर आयो तर यतातिर चाहिँ पानीले छिप्रिएको छैन हामीलाई है त्यही हो कुरा साथीहरू हेर्नु न यस्तो हावा लागेको छ यस्तो हुरी लागा के गर्ने त्यही पनि ठिकै छ अब रमाइलो भइरहेको छ हामीलाई हाम्रो भाउजूहरूले अलिअलि त लाग्नु परिहाल्यो नि